आज हामी लुई भिटोन मतलब एलभी को त्यो ब्रान्डको यात्राबारे अलि गहिरिएर कुरा गरौँ न। कसरी एउटा सानो पसलबाट आज संसारकै सबैभन्दा चिनिने लग्जरी ब्रान्ड बन्यो। हामीसँग भएका जानकारीहरूले यसको इतिहास, यसको त्यो परम्पराप्रतिको सम्मान अनि कसरी सधैँ नयाँपन अपनायो भन्ने कुराहरू देखाउँछ। हाम्रो लक्ष्य चाहिँ के हो भने प्यारिसको त्यो सानो ट्रङ्क वर्कसपबाट सुरु भएर कसरी यो विश्वव्यापी पावर हाउस बन्यो त्यसको भित्री कथा खोज्ने हो। कथा सुरु हुन्छ सन् 1854बाट। त्यो बेला यात्रा गर्दा सामान बोक्ने ट्रङ्कहरू कस्ता हुन्थे भने माथिबाट गोलो, जसले गर्दा एक माथि अर्को राख्ने नमिल्ने। लुई भिटोनले यही समस्या देखेर कस्तो भने समतल, चाङ लगाउन मिल्ने, हलुका र पानीले नभिज्ने खालको ट्रङ्क बनाए। यो त ठुलै कुरा थियो होला नि त्यो बेला। एकदम ठुलो कुरा। यो व्यावहारिक मात्रै थिएन नि, यसले त यात्रालाई कति सजिलो बनाइदियो। अझ त्यो रेल अनि पानी जहाजबाट यात्रा गर्ने चलन बढ्दै थियो। डिजाइन यति चल्यो कि मतलब युरोपका राजपरिवार धनीमानीहरू तुरन्तै ग्राहक बने। यसले सुरुदेखि नै एलभीलाई गुणस्तर र प्रतिष्ठासँग जोड्यो। उनीहरूले सुरुमै बुझे विलासिका भनेको देखावटी मात्र होइन, काम लाग्ने र टिक्ने कुरा पनि हो। साँच्चै। अनि त्यो डिजाइन त अरूले नक्कल गर्लान् भन्ने डर पनि भयो होला नि। त्यो सबैले चिन्ने मोनोग्राम क्यानभास कसरी आयो त? हो, त्यो त झन् रोचक छ। सुरुमा नक्कल रोक्न धर्के डिजाइन ल्याए, त्यसपछि त्यो चेस्ट बोर्ड जस्तो डामियर क्यानभास। तर खै नक्कर गर्नेले त्यो पनि चोर्न थाले। अनि बल्ल 1896मा लुई भिटोनका छोरा जर्जले त्यो मोनोग्राम क्यानभास बनाए, जसमा एलभी अक्षर, फूलहरू, अरू आकृतिहरू थिए। हेर्दा राम्रो त छँदै थियो, तर मुख्य कुरा नक्कल गर्न साह्रै गाह्रो। सोच्नुहोस् त 19औं शताब्दीमै ब्रान्ड सुरक्षित राख्न कति ध्यान दिएको। वाह, मतलब ब्रान्डको पहिचान र सुरक्षा एकैसाथ। अनि ट्रङ्कबाट सुरु भएको यात्रा अरू सामानहरूमा कसरी फैलियो त? अब समयसँगै यात्रा गर्ने तरिका फेरियो, मान्छेका आवश्यकता पनि फेरिए। एलभीले पनि आफूलाई बदल्यो। ट्रङ्क र लगेज त मुख्य थियो नै, तर पछि ह्यान्डब्याग, वालेट, बेल्ट जस्ता छालाका सामानहरू थपे। बिस्तारै लुगा, जुत्ता, घडी, गहना, अत्तरसम्म सबैतिर हात हाले। तर एउटा कुरा चाहिँ उस्तै रह्यो, हरेक सामानमा त्यही उच्च गुणस्तर, त्यही कालीगढी र त्यो खास एलभी टच। यो विस्तारमा पक्कै पनि क्रिएटिभ डाइरेक्टरहरूको ठूलो भूमिका रह्यो होला है, खास गरी पछिल्लो समयमा। निश्चित रूपमा। मार्क ज्याकब्स 1997मा आएपछि त एलभीले पहिलो पटक रेडी टु वेयर कलेक्सन ल्यायो। मतलब एउटा पूर्ण फ्यासन हाउस नै बन्यो। उनले कलाकारहरूसँग गरेको सहकार्य जस्तै स्टिफन स्प्राउस, तकाशी मुराकामी, त्यसले ब्रान्डलाई एकदमै नयाँ र आधुनिक बनाइदियो। त्यसपछि निकोलस ग्यास्कियरले त्यसलाई निरन्तरता दिए। अनि भर्जिल एब्लो, उहाँको प्रवेश त झनै ठुलो मोड थियो नि, होइन र? अहिले के गर्नुभयो भने त्यो परम्परागत लग्जरी र अहिलेको स्ट्रिटवेयर जस्तो स्निकर्स, हुडीहरू त्यसलाई मिलाइदिनु भयो। यसले ब्रान्डलाई कस्तो भने नयाँ पुस्ता, खास गरी युवाहरू र फरक पृष्ठभूमिका मानिसहरूसँग जोड्यो। उहाँले देखाइदिनु भयो कि लग्जरी भनेको खाली पुरानो धनाढ्य वर्गमा मात्र सीमित छैन, यो त सडक संस्कृतिसँग पनि जोडिन सक्छ। आज त एलभी संसारकै सबैभन्दा ठुलो लग्जरी ग्रुप एलभीएमएचको मुख्य हिस्सा हो। यसको के अर्थ हुन्छ ब्रान्डको लागि? एलभीएमएच मोएत हेनेसी लुई भिटोनको अङ्ग हुनु भनेको एलभीको लागि ठूलो शक्ति हो। यसले ठूलो आर्थिक स्रोत दिन्छ, बजार पहुँच बढाउँछ, रणनीति बनाउन सहयोग गर्छ। यो समूहमा फ्यासनदेखि वाइनसम्म 75 भन्दा बढी ठूला ब्रान्ड छन्। यसैले एलभीलाई विश्व बजारमा आफ्नो दबदबा कायम राख्न र लगानी गर्न मद्दत पुगेको छ। त्यसैले त यो विश्वकै सबैभन्दा मूल्यवान लग्जरी ब्रान्डमध्ये एक बनेको छ। समग्रमा हेर्दाखेरि लुई भिटोनको सफलताको कथा भनेको महँगो झोलाको मात्र कथा होइन के, यो त 150 वर्षभन्दा लामो विरासतको कथा हो, शिल्पप्रतिको गहिरो सम्मानको कथा हो, अनि समयअनुसार आफूलाई ढाल्ने क्षमताको कथा हो। यसले के देखाउँछ भने परम्पराको जग बलियो बनाएर पनि लगातार नयाँपन खोज्दै सधैँ सान्दर्भिक रहन सकिन्छ। त्यो प्यारिसको सारो ट्रङ्क पसलबाट सुरु भएको यात्राले आज एलभीलाई साँच्चीकै विश्वव्यापी विलासिताको प्रतीक बनाएको छ। साँच्चीकै सुन्दा पनि प्रेरणा मिल्ने खालको यात्रा रहेछ। हाम्रा स्रोतहरूले पनि परम्परा र नवीनता बीचको त्यो सन्तुलनमा निकै जोड दिएका छन्। यसले एउटा प्रश्न मनमा आउँछ,
भविष्यमा एलभीलाई सफल भइरहनको लागि कुन कुरा बढी महत्त्वपूर्ण होला त? यसको त्यो सयौं वर्ष पुरानो हस्तकला र ऐतिहासिक पहिचान, कि फेरि तीव्र गतिमा बदलिरहेको फ्यासन ट्रेन्ड र नयाँ खालका सहकारीहरूलाई अँगाल्ने क्षमता? यो सोच्न लायक कुरा हो।